अभिनेत्री काजल कर्णको गम्भीर आरोप, मधेसी भनेर फिल्म सेटमा हेपिएको र बिना सूचना निष्कासन गरिएको फिल्म निर्देशकले यसरी झुटो कुरा भनेर बचाउ गरे। चिरञ्जीवी भवको सुटिङको कतिऔं दिन? नेपाली फिल्म चिरञ्जीवी भवको सेटमा अभिनेत्री काजल कर्णले स्क्रिप्टमा कतै पनि उल्लेख नभए पनि उनलाई जबरजस्ती फोहोर उठाउने र कुचो लगाउने दृश्यहरू छायाङ्कन गराएर पारिश्रमिक माग्दा निष्कासन गरिएको दावी गरेकी छिन्। इटहरीमा सुटिङ भइरहेको बेला बाँकी पारिश्रमिक माग्न पुग्दा आफ्नो ठाउँमा अर्कै कलाकार राखिसकिएको भन्दै निर्देशक दीपक प्रसाद आचार्यको आदेशमा आफूलाई कुनै पूर्व जानकारी बिना फिल्मबाट हटाइएको र अपमान गरिएको बताएकी छिन्। अभिनेत्री प्रशंसा रायमाझीले यो फिल्म मार्फत डेब्यू गर्न लागेको बारेमा मैले यसअघि विस्तृत विवरण प्रस्तुत गरिसकेको छु। फिल्मको बारेमा र फिल्मका कलाकारहरूको बारेमा दिएको विस्तृत विवरण पनि यो भिडियोको अन्त्यमा म प्रस्तुत गर्नेछु। के मधेसी हुनु नै हाम्रो गल्ती हो? के हामीले हाम्रो श्रमको मूल्य माग्नु अपराध हो भनेर प्रश्न गर्दै यही असार 26 गते शुक्रबार लेखिएको काजलको पूरा स्ट्याटस प्रस्तुत गर्नुभन्दा अगाडि त्यसको जवाफमा फिल्मका निर्देशक दीपक आचार्यले त्यसको भोलिपल्ट 27 गते शनिबार लेखेको जवाफी स्ट्याटस प्रस्तुत छ। त्यसपछि काजलले लेखेको स्ट्याटस पनि हुबहु प्रस्तुत गर्नेछु। नमस्कार, म दीपक आचार्य, चलचित्र परायणको कथा लेखक तथा निर्देशक। मेरो पहिलो निर्देशकीय चलचित्र परायणलाई दर्शकहरूले हेरेर जुन खालको प्रतिक्रियाहरू दिनुभएको छ त्यसप्रति म अत्यन्तै आभारी छु। दीपक आचार्य लेख्छन्, हाम्रो लागि कुनै क्षेत्रीय वा जातीय समुदाय छैन, एउटै समुदाय मानव समुदाय। सामाजिक सञ्जालमा चिरञ्जीवी भवको सुटिङ सेटमा आएको एउटा गम्भीर विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। काजल कर्णजीको स्ट्याटस पढेपछि मैले आरोपित सम्पूर्ण प्राविधिक अनि टिमसँग छलफल गरे पश्चात हामी केही कुरा क्लियर गर्दैछौँ। नम्बर 1, उहाँले मेरो निर्देशनमा रहेको सेटमा केही प्राविधिकहरूबाट अत्यन्तै तुच्छ व्यवहार भयो भन्ने आरोपमा कुनै सत्यता छैन र मलाई उहाँले कुनै जानकारी गराउनु भएको छैन। यदि कुनै सदस्यबाट उहाँले आरोप लगाए जस्तो व्यवहार गरेको पुष्टि भएमा गल्ती गर्ने जो कोहीलाई पनि 1 सेकेन्ड अविलम्ब नगरी कारबाही गरिनेछ। नम्बर 2, कलिङ टाइम 7:30 को राखिएको सुटिङ सेटमा 9 बजेसम्म कलाकारलाई कुरेर बसेका 70 जना सुटिङ युनिटलाई अन्तमा सहायक निर्देशक मार्फत म आउँदिन भन्ने सन्देश पठाउनु भएछ। मैले टिम क्याप्टेनको हिसाबले एउटा कलाकारले अनुशासन भङ्ग गरी यति ठूलो युनिट होल हुन नदिई सुटिङ सुचारू गरेको हुँ र कलाकारको पारिश्रमिक सम्बन्धमा निर्माण टिमसँग छलफल गर्दा तेस्रो किस्ता मात्र दिन बाँकी जुन डबिङ पश्चात दिइने जानकारी पाएको छु। नम्बर 3, सम्बन्धित कलाकार कुनै समुदाय विशेषको भएका कारणले हामीले छनौट गरेका होइनौं, जुन कुरा पछि चलचित्र प्रदर्शन पश्चात झन् सबैले बुझ्नुहुनेछ। उहाँ मधेसी मूलको हुनुहुँदो रहेछ भन्ने कुरा मैले त उहाँको स्ट्याटस पढेपछि मात्र थाहा भयो। हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय कलाकार हुँदैन, हरेक चरित्र हाम्रो लागि समान हुन् र हामी बराबर सम्मान गर्छौं। नम्बर 4, कलाकार भएपछि जस्तोसुकै भूमिका निर्वाह गर्नुपर्छ, जसमा कहिले डोको बोक्नु पर्ला, कहिले गाईको सेवा गर्नु पर्ला। हरेक पेशाप्रति हाम्रो उच्च सम्मान छ। अझ चारित्रिक प्राण भर्न कलाकारले जीवन्त अभिनय गर्नु एउटा कलाकारको कर्तव्य हो। नम्बर 5, काजलजीले अत्यन्तै सुन्दर भूमिका निर्वाह गर्नुभएको छ। उहाँले आरोप लगाउनु भएको जस्तो गाईको गोबर सोहोर्ने काम मात्र दिइयो भन्ने कुरा सत्य होइन। हामीसँग उहाँले गर्नुभएका हरेक भूमिकाका भिडियो फुटेज सुरक्षित छन्। नम्बर 6, उहाँलाई कतिपय कुराहरू मिसअन्डरस्ट्यान्डिङ भएको हुन सक्छ। यदि त्यस्तो भए हामी उहाँसँग छलफल गर्न वातावरण तयार गर्नेछौँ। हाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ, मानव समुदाय। हरेक मानवलाई हामीले समान व्यवहार गर्छौं। हामी अत्यन्तै मेहनत गरेर नेपाली चलचित्र उद्योगको लागि एउटा सुन्दर सृजना निर्माणमा व्यस्त छौं। आउनुहोस् हामी सबै मिलेर एउटा राम्रो सिनेमा निर्माणमा सहयोग गरौं। काजलजीको कलाकारिताको लागि सफलताको शुभकामना, चिरञ्जीवी भव भनेर उनले लेखेका छन्। अनि यसमा आएको एक सामाजिक सञ्जाल प्रयोगकर्ताको जवाफ छ, काजल कर्णले उठाएको मूल प्रश्न अपमानजनक व्यवहार र विभेदको हो।
यसको जवाब दिनुको सट्टा कल टाइम, पारिश्रमिक, भूमिका र अनुशासनको कुरा गरेर मूल मुद्दाबाट ध्यान मोड्ने प्रयास गरिएको छ। यदि तपाईलाई वास्तवमा केही थाहा थिएन भने त्यो सेटको व्यवस्थापन माथिको प्रश्न हो। काजलको अनुभव झुटो भएको प्रमाण होइन। हामीले उहाँ मधेसी हुनुहुन्थ्यो भन्ने थाहा थिएन भन्ने दावीले पनि प्रश्न उठाउँछ। यो आफैमा विरोधाभासपूर्ण तर्क हो। कुनै कलाकारले आफ्नो करियर नै जोखिममा राखेर सार्वजनिक रूपमा यस्तो कुरा किन भन्छ? यसको जवाब उहाँ ढिलो आउनुभयो वा उहाँले गोबर मात्र सोहोर्नु भएको होइन भन्ने होइन। वास्तविक प्रश्न हो कि उहाँलाई सम्मानजनक व्यवहार भयो कि भएन। पीडितको आवाजलाई कमजोर बनाउने होइन, उठाइएको प्रश्नको इमानदारीपूर्वक उत्तर दिन सिकौं भनेर बताएको छ। अब काजल कर्णले के लेखेकी थिइन् त? उनको स्ट्याटसको पूर्णपाठ प्रस्तुत छ। मधेसी भएकै कारण मैले नेपाली सिनेमाको सेटमा जी भोगे। सानैदेखि एउटा सपना थियो, ऐना अगाडि उभिएर अभिनय गर्ने, ठूलो पर्दामा देखिने र एउटा कुशल कलाकार बन्ने। मधेसको एउटा सानो आँगनबाट सुरु भएको त्यो रंगीन सपनालाई पछ्याउँदै मैले 350 भन्दा बढी थारू, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा काम गरे। आमा बुबाको विश्वास र मेरो मेहनतले मलाई नेपाली फिल्म चिरञ्जीवी भवसम्म पुर्यायो। परान जस्तो सुपरहिट फिल्मका निर्देशकसँग काम गर्न पाउँदा खुसी नहुने कुरै थिएन। तर फिल्मको सेटभित्र छिरेपछि मैले जुन संस्कार देखेँ त्यसले मेरो कलाकारिता प्रतिको सम्मान मात्र होइन, मेरो आत्मसम्मान र मधेसी पहिचानमाथि यति क्रूर प्रहार गर्यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु। अहिले लाग्छ मधेस र नेपाली फिल्म क्षेत्र बीचको दूरी पृथ्वी र चन्द्रमा जस्तै रहेछ। टाढाबाट हेर्दा चम्किलो, तर पुग्न खोज्दा सासै रोकिने शून्यता र विभेद। फिल्ममा अनुबन्धित हुँदा म धेरै खुसी थिएँ। हरिवंश आचार्य, करिश्मा मानन्दर जस्ता हस्तीहरूसँग काम गर्ने अवसर थियो, तर सुरुवातमै मलाई अपमानित गर्न थालियो। डिजाइनर दाइले मेरो नाप लिएर पनि काठमाडौँको सुटका लागि आफ्नै लुगा व्यवस्था गर्न भन्नुभयो। सुटिङको दिन बिहानै 5:30 बजे गाडी पठाउँछु भन्ने प्रोडक्सनका सुभाष काफ्लेजीले फोन उठाउनु भएन। अन्त्यमा 6 बजे फोन उठ्दा भन्नुभयो, गाडी आउँदैन, आफै पठाउ गरेर आउनुहोस्, हामी भाडा तिर्दिन्छौँ। एउटा कलाकारलाई सेटसम्म पुग्न पनि कति शास्ति। इटहरीमा सुटिङ भइरहेको बेला म लोकेसनमा पुगेँ। मेकअप रुममा प्रवेश गर्दा मुख्य अभिनेत्री प्रशंसा रायमाझीको मेकअप भइरहेको थियो। त्यहाँ चिफ एडी नेत्र सरले मलाई लुगा खोइ भन्दै थर्काउनु भयो। मैले डिजाइनरको कुरा राख्दा उल्टै ममाथि झर्कनु भयो। त्यतिमै नपुगेर प्रशंसाजीले भन्नुभयो, मैले यो कोठामा मेरो मात्र मेकअप होस् भनेर अनुमति दिएको हो, अरूलाई ल्याएर मेरो रुममा माहौल नबिगारिदिनुहोस्। सेटमा म एउटा कलाकार होइन, कुनै अवाञ्छित वस्तु झैं भएँ। सबैभन्दा पीडादायी क्षण त मेकअप गर्दा भयो। मेकअप आर्टिस्टले मेरो अनुहारमा जानी जानी कालो मेकअप दलिदिन्। मैले सोद्धा उनले भनिन्, तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ। मेरो स्क्रिप्टमा त्यस्तो केही थिएन। अर्का एकजना पुरुष मेकअप आर्टिस्टले त झन् पराकाष्ठा नै नागेर भने, तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् भन्ने थाहा होला नि। यति भन्दै उनीहरू ममाथि हाँसे, मेरो माटोको उपहास गरे। यो मधेसी भन्दै सेटभरि मेरो मजाक उडाइयो। तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि। ओइ मधेसिनी, तिम्रोतिर त भैँसी र गाईलाई कसरी बोलाउँछन् थाहा होला नि, ल बोलाएर देखाउ त। यस्तै यस्तै भनेर उनीहरूले ममाथि खिटकाट छोडेर हाँसे। स्क्रिप्टमा कहीँ नभएको कुरा सुटिङमा जबरजस्ती गराइयो। मलाई र अर्को एकजनालाई फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइयो। 2 दिनसम्म मलाई एउटा कलाकारको रूपमा होइन, मजदुरका रूपमा प्रयोग गरियो। पेमेन्टको कुरा गर्दा प्रोडक्सनका सुवासले वास्तै गर्नु भएन। जब सुटिङ इटहरी पुग्यो, मैले आफ्नो बाँकी पेमेन्ट र लुगा खर्च मागे। एक्जिक्युटिभ प्रोड्युसर शैलेश खत्रीले मलाई पेमेन्ट हालिसके, सेटमा आउनुहोस् भनेर झुटो बोल्नुभयो। म इटहरी पुग्दा त मेरो ठाउँमा अर्कै कलाकारलाई मेकअप गराइदै थियो। मलाई कुनै जानकारी नै नदिई निर्देशक दीपक प्रसाद आचार्यको आदेशमा ठाउँको ठाउँ मलाई फिल्मबाट हटाइयो। कारण सोद्धा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले भनिन्, तिमी नहुने भयो, तिम्रो लुगाहरू छुटेको भएर मात्र बोलाएको हो। मेरो पेमेन्ट क्लियर गर्न आग्रह गर्दा शैलेशजीले अझै डबिङ बाँकी छ, अहिले फुल पेमेन्ट दिन्न भन्नुभयो। इटहरी बोलाएर अर्कै कलाकार राखेर मलाई लुगा लिन मात्र बोलाएको भन्नु कति ठुलो अपमान हो। यो केवल मेरो एउटा भूमिका खोसिएको कथा होइन, यो त नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच र विभेदको नाङ्गो रूप हो।
मधेसका छोरीहरूले घरको कुरा र समाजको रूढिवादी सोच जितेर यहाँसम्म आउन कति सङ्घर्ष गर्नुपर्छ त्यो सेटमा बस्ने ती अहङ्कारीहरूले कहिल्यै बुझेनन्। उनीहरूले त केवल मेरो पहिचानमाथि प्रहार गर्न र मलाई मानसिक तनाव दिन मात्र जाने। म यो पत्र मार्फत प्रश्न गर्न चाहन्छु कि मधेसी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो? चिरञ्जीवी भवको सेटमा मैले पाएको यो दुर्व्यवहारले फिल्म क्षेत्रको कुरूप अनुहार छर्लङ्ग पारेको छ। तर स्मरण रहोस्, एउटा भूमिका खोज्दैमा मेरो सपना मर्ने छैन। मधेसको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु आफ्नो लागि र म जस्ता थुप्रै सपना देख्ने मधेसी छोरीहरूको लागि। उही तपाईँकी काजल कर्ण भनेर उनले आफ्नो भनाइ टुङ्ग्याएकी छिन्। यसअघि हास्य कलाकार काकुको नामले चर्चित रहेका निर्देशक दीपक प्रसाद आचार्यको निर्देशकीय डेब्यू फिल्म परान गत वर्षको सर्वाधिक कमाउने फिल्म बनेको थियो। यसरी डेब्यू फिल्म नै 2082 सालको सर्वाधिक कमाउने फिल्म बनेपछि आचार्यले दोस्रो फिल्म चिरञ्जीवी भव निर्देशन गर्ने भएका हुन्। बुझिए अनुसार यो फिल्म एक हजुरबुवा र नातिको कथामा बन्नेछ। फिल्मको कथा कुमार कटेल अर्थात् जिग्री ब्रोले लेखेका हुन्। यसअघि भद्रगोल र सकिगोनी सिरियलमा सहकार्य गरेका लेखक कुमार र निर्देशक दीपकको फिल्ममा सबिन अधिकारी र वसन्त न्यौपानेले स्क्रिप्टलाई अन्तिम रूप दिइरहेको बताइएको छ। अब चर्चा गरौं को हुन् त नव अभिनेत्री प्रशंसा रायमाझी। पडकास्ट होस्ट सुदीक्षा श्रेष्ठसँग कुरा गर्दै उनले आफ्नो परिचय यसरी दिएकी छिन्। Tell my viewers, who is Prasamsa Raimajee? Okay. So it's a direct question. Who is Prasamsa? So for me, I think Prasamsa is a kitty who doesn't like silent बस्न हैन, चुलबुल चुलबुल गरिरहनु पर्नेवाला, त्यो भित्र नेचुरली के, अनि त्यसपछि आफ्नो मान्छेसँग हुन रमाउने, एन्ड देन इन्जोइङ लाइफ अनि स्पिरिचुअल हैन। अब यो टाइममा पनि आई स्टिल बिलिभ हुन्छ नि, कसरी सानो के ल्याएर यो त भगवान्ले गरिदिनु भयो, म विश्वास गरिदिने मान्छे हो कि, त्यो भएर सानो सानो कुरामा। सो त्यही हो, प्रशंसा चाहिँ जस्ट अ ऱ्यान्डम केटी हु लभ्स हर फ्यामिली अ लट र आफ्नो क्लोज वानसँग हुन रमाउने र साइलेन्ट चाहिँ नै, साइलेन्ट चाहिँ नबस्ने, एक्सप्लोर गरिरहने वाला, एक्सप्लोरिङ त्यस्तो वाला। ओके। प्रशंसा सामाजिक सञ्जाल खास गरी टिकटक र इन्स्टाग्राममा चर्चित रहेकी सेलिब्रिटी हुन्। इन्स्टाग्राममा उनको 1 लाख भन्दा बढी फलोअर रहेका छन्। अनि उनी चर्चामा आउनुको मुख्य कारण चाहिँ प्रशंसाको सुन्दरताको साथसाथै उनको क्रिकेटरसँगको अफेयरको कारणले पनि हो। राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल फुर्तेलसँगको प्रेम सम्बन्धको बारेमा सामाजिक सञ्जालमा लामो समयदेखि चर्चा चल्ने गरेको थियो। करिब 8 वर्ष अघि लिटल मिस हेरिटेज नेपाल 2018 को उपाधि समेत जितेकी प्रशंसाले अभिनय गरेको म्युजिक भिडियो मनमाया अहिले निकै चर्चामा रहेको म्युजिक भिडियो हो, जसमा उनले गरेको अभिनयको साथसाथै उनको नृत्य कलाको पनि प्रशंसा गरिएको छ। प्रकाश दुतराज र मेलिना राईको स्वरमा बनेको म्युजिक भिडियो रिलिज भएको 10 दिन पनि नपुग्दै युट्युबमा 20 लाख भ्यू पाउन सफल भएको छ। प्रशंसाले चिरञ्जीवी भवमा अनुबन्धित हुन पाएकोमा आफू निकै उत्साहित भएको भन्दै फिल्मको कथावस्तु मन परेको हुनाले आफूले सो फिल्म मार्फत अभिनयमा डेब्यू गर्न लागेको बताएकी छिन्। क्रिकेटर कुशल फुर्तेल र प्रशंसाले सुरुमा आफूहरूको प्रेम सम्बन्धलाई लुकाउन खोजेको भए पनि अहिले भने उनीहरूले खुलेरै सो प्रेम सम्बन्धलाई स्वीकार गरेका छन्। गत पुसमा प्रशंसाको जन्मदिनको अवसरमा कुशल फुर्तेलले सामाजिक सञ्जाल मार्फत एक रोमान्टिक तस्बिर र क्याप्सन पोस्ट गरेर उनीहरू बीचको सम्बन्धको पुष्टि गरेका थिए। उनले लेखेका थिए, एकजनालाई जन्मदिनको शुभकामना जसले मलाई पहिलेभन्दा राम्रो मान्छे बनाएको छ र मेरो लागि सबभन्दा ठूलो आशिष बनेको छ। यसरी हर्टको इमोजी समेत पोस्ट गरिएको यो पोस्टले नै उनीहरू बीचको सम्बन्धलाई औपचारिकता दिएको हो। अनि कुशललाई मामा भन्ने फ्यानहरूले प्रशंसालाई माइजू भनेर सम्बोधन गर्न सुरु गरेका हुन्। प्रशंसा नेपाली क्रिकेटको ठूलो फ्यान हुन् र त्यसको कारण उनका प्रेमी कुशल फुर्तेल नै हुन् भन्ने उनको भनाइ छ। उनी नेपालका अन्तर्राष्ट्रिय म्याच हुँदा मैदानमा पुग्ने गर्छिन् भने नेपालले T20 विश्वकप खेल्दा उनी म्याच हेर्नको लागि भनेर भारत पनि गएकी थिइन्। नेपाल प्रिमियर लिगमा उनी कुशलको टिम पोखरा एभेन्जरलाई समर्थन गर्ने गरेकी छिन्। यसरी नेपाली खेल जगतमा निकै चर्चित रहेकी उनको साथसाथै सोशल मिडियामा पनि चर्चित रहेकी प्रशंसा रायमाझीका म्युजिक भिडियोहरू पनि निकै सफल भएका छन्।
अब उनको नेपाली फिल्ममा अभिनेत्रीको रूपमा करियर कस्तो हुन्छ त्यस्तो समयले बताउने छ। नेपाली फिल्म क्षेत्रमा भएको मधेस र पहाड बीचको यो विभेद र मधेसी अभिनेत्रीलाई गरिएको दुर्व्यवहारको बारेमा तपाईँ के भन्नुहुन्छ? के दीपक आचार्यले दिएको जवाफ जस्तै गल्ती अभिनेत्री काजल कर्णकै होला त? तपाईँलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।